अब यो हुलाक चाहिँ पहिले कस्तो थियो भन्ने पहिला एउटा मुक्तक पहिले कस्तो थियो। हुलाकीसँगै चिठी आउँथ्यो मन आउँथ्यो, हुलाकीसँगै चिठी आउँथ्यो मन आउँथ्यो, परदेशबाट स्वदेशीहरूको धड्कन आउँथ्यो, परदेशबाट स्वदेशीहरूको धड्कन आउँथ्यो। वर्षौंको पर्खाइपछि एउटा पत्र पत्नीको हात पर्थ्यो, वर्षौंको पर्खाइपछि एउटा पत्र पत्नीको हात पर्थ्यो। मानव पत्रसँगै माया आउँथ्यो जीवन आउँथ्यो, मानव पत्रसँगै माया आउँथ्यो जीवन आउँथ्यो। तर अहिले हुलाक कस्तो छ भने हुलाकमा कस्ता चिठी आउँछन् भने हप्तै बिच्छे पत्रहरूको भारी आउँछ, हप्तै बिच्छे पत्रहरूको भारी आउँछ कि बैंक आउँछ कि सहकारी आउँछ। हप्तै बिच्छे पत्रको भारी आउँछ कि बैंक आउँछ कि सहकारी आउँछ। घरमै पत्र पाए भनेर कसरी रमाउन सकिन्छ, घरमै पत्र पाए भनेर कसरी रमाउन सकिन्छ। जब पत्रमा घर निलामको जानकारी आउँछ, जब पत्रमा घर निलाम